हेलो गाइज एन्ड गुड मर्निङ। आजको नयाँ ब्लगमा स्वागत छ सबैजनालाई। आज चाहिँ बिहानै उठिसकेर चाहिँ मैले के गरिसकेको छु भन्दाखेरि चाहिँ यहाँनिर वासिङ मेसिन हिजो दाइले सेटअप गरिदिनु भएको थियो। यहाँनिर चाहिँ मैले अलिअलि लुगा हालेर फर्स्ट टाइम वासिङ मेसिन युज गर्दैछु। पहिला चाहिँ यहाँ हाम्रो समान दिदीकोमा थियो, त्यहाँ यसो एक दुईचोटि त गरे हो। अनि यहाँ भनौँ न आफै चाहिँ फर्स्ट टाइम गर्दैछु। हेरौँ कतिको सफा हुन्छ। सियो लगाएछ आजको खाना। आज बिहान भेज बेलुका मासु भइरहेछ आज हाम्रो जोस। हेलो गाइस ब्लग आएर त खै मैले हिजोको आज भने हेर नि त मैले हिजो बेलुका नि बिहान हाल्दा। हेलो गाइस हामी चाहिँ खानासाना गरेर यसो रेस्ट गरिरहेको थियौँ, तर यिनीहरू दुईजना चाहिँ रेडी भएर आइसकेको रहेछ। तपाईलाई उठाउनु आएको बाइ द वे डिस्टर्ब गरेर भइरहेछ क्या। म सुत्ने भनेको एकछिन डिस्टर्ब भइरहेछ नि। आमा कस्तो मिजिमिलो जुम्छ्या को मलाई भने कहिले के भन्छ यार पाएन। मेरो भ्लगमा मैले जे नि भन्नु पाइहाल्छ नि। म जेनी जेनी चाहिँ भन्नु लगाइ चाहिँ यस्तै हो। अब एकछिन रेडी हुने हो, जाने हो। लगाइ हामी चाहिँ स्कुलको लागि हिँडिसकेको छौँ। के भन्थ्यो आज ढिला गर्ने मान्छे उहाँले गरेर हो तर मेरो सिक्का कार्ड हराइदियो। मैले हेर्नुहोस् उहाँको अनुहार। तपाईले नै हो ढिला गर्ने मान्छे उहाँ हो। तिनजना हतारले गइसक्यो। ठिक हो आएको हुँदैन नसक्यो अब बाइक किन्ने। वेटिङ फर वेन। हाम्रो कति बज्यो? ए हाम्रो कति बज्यो अहिले? कति बज्यो? 1 बज्यो। हाम्रो 1:30 हाम्रो गएको छ स्कुल। भ्याइन्छ होला मजाले। ओके ट्रेन कुदिराख्नु नि त्यही हो। अरू केही हाम्रो अपडेट नयाँ अपडेट केही छैन। हाम्रो चाहिँ गएको एकेपिएक्सन छौँ। यहाँबाट जानुपर्छ। दामी छ नि गाइस। आज चाहिँ कलेज अलिकति ढिला होला जस्तो दौडै दौडै छ केटाकेटीहरू। एउटा अगाडि दौडिरहेको एउटा यहाँ छ, एउटा त खोइ त उतैबाट गएको हो। ए उता पारिपट्टि रहेछ। कति टाइम हो सोनिक सन? 4 मिनट बाँकी। नि अब त हामी हिँड्ने उनीहरू दौड। हाम्रो क्लास चाहिँ यस्तो छ है। म चाहिँ भ्लग बनाएर छु होइन, तर अहिले सेन्से बाहिर गएर हो होइन। सेन्से 2 चोटि भयो गाइस फलिरहेको। सेन्से हो गाइस मेरो भन्नु त्यहाँ अब धन्यवाद भर्खर पैसा मैले तिम्रो गर्ने र मेरो त कति डेट हुन्छ नि आज 100 पुगे। ल ओके। जापानको बागमती खोला तर सफा नै छ है। सफा नै छ है। ओए कति धेरै यार साइकल यार। पार्किङ यार साइकल यार। आज झन्डै रातपन लगाइसक्यो। रातपन लाग्दा होइन खास बाटो लाएर चाहिँ त्यसो भइरहेको क्या। आएको नि यता फेरि ट्रेन आउनु लागेको छ। ट्याङ गरेर छ। जिम्मा हल्ला नगर्नु न। यहीँबाट पानी पर्नु आयो होइन। पानी पर्दा भनेर चाहिँ बिहान पनि यस्तो नै भएको थियो मान्छे। गएको ढिलो हुन्छ नि अहिले नि। केटाहरू चाहिँ छाता किन्न खान्छ। म चाहिँ छाता खासै किन्दिनँ होला। फ्रीमा पाइन्छ भन्थ्यो दिदीले त। अनि त्यही भएर अलि डार्क भइरहेछ। अब गाइस बाहिर पानी पर्ला होइन कोठाबाट चाहिँ फेरि यस्तो मिठो घाम पो लागेर चाहिँ। तर एकैछिन ल। पानी पनि परिरहेछ ल। पानी पनि परिरहेछ होइन पर्न चाहिँ, तर घाम डर लागिरहेछ। गाइस हाम्रो कोठाबाट यस्तो दामी भ्यू छ है। आइफोन हुँदा चक्की क्वालिटी देख्थ्यो होला, तर ठिकै छ। अनि हामीले चाहिँ अब कलेजबाट आएर यसरी
रामेन बनाएर खान लाग्यो है रामेन नेपालबाट ल्याएको वाइफाई मिसाउँदैछौँ हेर कस्तो भन्छ ल्यामा हान्नुपर्छ भने गाई चाहिँ यहाँको रामेन मिठो कि मैले बनाएको मिठो अरे क्या उता ताकिमास पोल्दो रहेछ यार यसमा अझ अन्डा भइदिएको भए चाहिँ यस्तो दामी हुन्छ होला नि अन्डा ल्याउनु पऱ्यो कि यार अब त सेला लगाइ दाजु चाहिँ भात अनि मासु झोल मात्र है आज नो दाल मासुको झोलसँगै खाइदिउँ भनेर आज हाम्रो विचार रहेको अब खानुपर्ने हुन्छ ल्याम है लगाइ हामी चाहिँ भात खान लागिसकेको छौँ यता ताकिमास टमाटरसँग मासु भात झोल है त खाइहेरौँ ल ओइसी ओइसी हवस् दाजु ल पुग्छ 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 क्या